Hello, minasan, konnichiwa. Ogenki desu ka? Minasan, सबैजना सन्चै हुन्छ होला है। प्रदर्शन छ भनेर नाउनको भर्ब ट्रान्जिटिभ भनिरहेको छ। ट्रान्जिटिभ भर्ब भनेको के त भन्दाखेरि कर्ता लिने क्रियालाई सकर्मक क्रिया ट्रान्जिटिभ भर्ब ताडौसी भनिन्छ। सकर्म भनेको चाहिँ कुनै कार्य भइरहेको, गरिरहेको, खेलिरहेको, खाइरहेको भन्ने बुझिन्छ। र जस्तै हरिले अन्डा खायो, यस वाक्यमा खानु भन्ने क्रियापद रहेको छ र यसले हरि भन्ने कर्ता लिएर आएको छ। के भन्छ खानु भन्ने चाहिँ अन्डा खायो भन्ने कुरा चाहिँ क्रियापद भयो र कर्ता चाहिँ के भयो त खाने मान्छे चाहिँ राम भयो अथवा हरि भयो। जसै खाइरहेको छ त्यो कर्ता भयो, त्यो कर्ता हरि भयो र अर्को के भयो क्रियापद भयो। र यस वाक्यमा कसले के गर्यो भन्ने प्रश्न हुँदा हरिले हरि भन्ने व्यक्तिले अन्डा खायो भन्ने जवाब आउँछ। अर्थात् यो वाक्य कर्ता प्रधान वाक्य भएकोले खानु भन्ने क्रियापद सकर्म क्रिया हो भनेर भनिन्छ। जस्तै पार्टिकल ओ, यसै वाक्यमा रहेको सकर्म क्रियाले लिने कर्म अब्जेक्टिभलाई सङ्केत गर्ने भएकाले यसलाई अब्जेक्टिभ मात्र पनि भनिन्छ। यसले लाई भन्ने अर्थ दिइरहेको हुन्छ। ओ भन्नेले चाहिँ लाई भन्ने अर्थ दिइरहेको हुन्छ। तर नेपाली भाषाको वाक्यमा भने यो लाई भन्ने अर्थ स्पष्ट रूपमा नदेखिएर सुसुप्त रूपमा बसेको हुन्छ। बोल्दाखेरि लाई भनेर उच्चारण गर्न नपरे पनि यसै साइलेन्ट रहेर पनि लाईको अर्थ नै लिएर आइरहेको हुन्छ। यो अब्जेक्ट जहिले पनि अब्जेक्ट र भर्बको बिचमा आउँछ। यहाँ बुझ्नुपर्ने कुराहरू लाई भन्ने अर्थ दिएको हुन्छ हो भन्ने पार्टिकलले। तर नेपाली भाषाको वाक्यमा भने यो लाई भन्ने अर्थ स्पष्ट रूपमा नदेखिएर सुसुप्त रूपमा बसिरहेको हुन्छ र बोल्दाखेरि लाई भन्ने उच्चारण गर्न नपरे पनि यसै साइलेन्ट रहेर पनि लाईको अर्थ बुझाइरहेको हुन्छ, दिइरहेको हुन्छ। यसै उदाहरण हो किमुरा सानमा टेनिस हो सिमास। किमुरा सान चाहिँ टेनिस खेल्नुहुन्छ। अर्को रहेछ वातासिवा गुहार तालिमास, म खाना खान्छु। बुझ्नु साथीहरू ओ पार्टिकल चाहिँ साइलेन्ट भएर बस्छ तर पनि यसले चाहिँ लाई भन्ने चाहिँ अर्थ दिइरहेको हुन्छ साइलेन्ट बसे पनि। र अर्को रहेको छ नाउन हो अनि सिमास, गर्छु खेल्छु। सिमासको नेपाली भाषामा गर्छु वा खेल्छु भन्ने अर्थ लाग्दछ। जस्तै शाखा हो सिमास, फुटबल खेल्छु। पार्टी हो सिमास, पार्टी गर्छु। फुटबल खेल्छु अनि पार्टी गर्छु भन्ने कुरामा को पार्टिकल लागेको छ। यो को पार्टिकल चाहिँ के भयो यहाँ साइलेन्ट भयो। यो पार्टिकल के भयो यहाँ साइलेन्ट भएको छ। तर साइलेन्ट भए पनि यसले लाई भन्ने चाहिँ अर्थ दिइरहेको हुन्छ। अर्को रहेको छ नानी हो सिमासका, के गर्नुहुन्छ। कसैले के गर्नुहुन्छ भन्दा प्रश्न गर्नुपर्दा यो शब्दको प्रयोग गरिन्छ। जस्तै आसिता नानी हो सिमासका, भोलि के गर्नुहुन्छ। एइगा हो मिमास, फिल्म हेर्छु। बुझ्नुपर्ने साथीहरू नानी हो के गर्नुहुन्छ भनेर प्रश्न गर्नुपर्दा यो शब्दको प्रयोग गरिन्छ। के नानी हो के कुन अवस्थामा प्रयोग गरिन्छ त के कार्य गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोध्नुपर्दाखेरि नानी हो सिमासका, नानी हो भन्ने प्रयोग गरिन्छ। यहाँ क्यु भन्ने मान्छेले आसिता नानी हो सिमासका भनेर सोध्नुभएको छ र ए भन्ने मान्छेले ए हो विमास सब्जेक्ट लिएर हेर्छु भनेर एन्सर दिनुभएको छ। अर्को रहेछ फेरि क्यु भन्ने मान्छेले किन नानी हो सीमासिताका, मासिताको पास्ट बितिसकेको। हिजो के गर्नुभएको थियो। शाखा हो सीमासिता, के गरेको थियो त फुटबल खेलेको थियो। साथीहरू बुझ्नुपर्ने कुरा यो सीमासिता पास्टमा बितिसकेको छ। क्वेसन बितिसकेको कुरालाई मासिता भन्ने फर्ममा चाहिँ क्वेसन गरेको छ। एन्सर दिँदा पनि जहिले पनि मासिता भन्नु दिनुपर्छ। मासिता खेलेको थिएँ भनेर एन्सर दिनुपर्छ। अर्को रहेको छ नान र नानी, दुईवटा नान नानी। नानको नेपाली भाषामा के कुन वा कति भन्ने अर्थ हुन्छ र नानीको चाहिँ के भन्ने अर्थ लाग्दछ। नानीलाई निम्न अवस्थामा प्रयोग गर्न सकिन्छ। हेरौँ यदि कुनै पनि अक्षर वा शब्दको अगाडि पहिलो अक्षर ता, दा वा ना रोमा पर्दछ भने यो शब्दको अगाडि नानको प्रयोग गरिन्छ। के गरिन्छ भने कुनै पनि अक्षर वा शब्दको अगाडि पहिलो अक्षर ता, दा वा ना रोमा
पर्दछ भने त्यो शब्दको अगाडि नानको प्रयोग गरिन्छ। जस्तै पोरेवा नान देशका के हो? पोरेवा नानको होम देशका नान होम देशका यो के को किताब हो भन्नु पर्यो। अर्को रहेको छ फोर इट इज फलोड बाई कौन शिक्षेदी कति भनेर प्रश्न गर्दाखेरि जस्तै नान साई देशका कति कति भन्ने प्रश्न गर्दा नान साई देशका नान के भयो के कति भन्ने भयो कति नान साई देशका यसमा के भयो कति भन्ने अर्थ कति उमेर साई भनेको उमेर नान भनेको कति देशका भनेको हो कति उमेर हो भन्छ त्यो। र प्रयोग छ त्यो नाम बासम्म पनि प्रयोग गरिन्छ। जस्तै नानी विदेशका के हो नानी विदेशका आशिका नानी विदेशका किन हो नानी विदेशका भन्ने प्रश्न गर्दा पनि नाको प्रयोग गरिन्छ। नानी चाहिँ माथिका अवस्था बाहेक सबै अवस्थामा प्रयोग गरिन्छ। नानी नानी ताइमासका के खानुहुन्छ? नानी नान र नानीको फरक नानी चाहिँ माथि यहाँ देखाएको अवस्थामा प्रयोग गर्नुपर्दछ भने नानी चाहिँ यहाँ माथिका बाहेक अवस्था बाहेक सबै अवस्थामा प्रयोग गर्न सकिन्छ गरिन्छ। जस्तै नानी ताइमासका के खानुभयो? क्वेसन मासका क्वेसनमा नानीहरू के खानुभयो भनेर बुझ्नुपर्दछ। र अर्को रहेको छ नाउन प्लेस डे भर्ब एक्सन भनेको छ। आर्टिकल दे कुनै ठाउँमा स्थानमा कुनै कार्य गर्छ वा कुनै कार्य हुन्छ भने त्यो ठाउँ वा स्थानलाई पार्टिकल देले सङ्केत गर्छ। त्यहाँ पार्टिकल देको माबाट भन्ने अर्थ हुन्छ। बुझ्नु साथीहरू देको एउटा अर्थ पनि भने कुनै कार्य कुनै स्थान कुनै ठाउँ कुनै साधन कुनै स्रोतबाट गरिन्छ भने त्यहाँ के को प्रयोग गरिन्छ त पार्टिकल देको प्रयोग गरिन्छ। जस्तै आज पनि यहाँ रहेको छ। अब हामी पढ्छौँ यहाँ त्यही भनेको छ हिजो मैले अगाडिको भिडियोमा जुन भनेको थियो त्यही गर्छ। कुनै ठाउँमा स्थानमा कुनै कार्य गर्छ वा कुनै कार्य हुन्छ भने कुनै ठाउँमा कुनै कार्य गर्छ भने आज ठाउँ भयो जस्तै कि त स्रोत साधनको प्रयोग गरेर के कार्य गर्छ भन्दाखेरि त्यही पार्टिकल प्रयोग गर्नुपर्छ भनेर हामीले भनेका थियौँ। र पार्टिकल दिएको माबाट भन्ने अर्थ हुन्छ। जस्तै मतसिवा पुरो निकियोको सिन्ताले निहोको बेलक्यो सिमास म कोनोमी एजुकेसन सेन्टरमा जाने भाषा अध्ययन गर्छु। केबाट गर्नुपर्छ त कोनोमी एजुकेसन सेन्टर कोनोमी एजुकेसन सेन्टर दे भनेपछि ठाउँ यो चाहिँ कोनोमी एजुकेसन सेन्टर भन्ने ठाउँ भयो। त्यहाँबाट हुन्छ देबाट के हो नाम भन्ने अर्थ लगाए दे पार्टिकलले मा भन्ने अर्थ लगाए र सेन्टरमा जाने भाषा अध्ययन गर्छु भनेर भनिएको छ। अर्को रहेको छ यहाँ कोनोमी एजुकेसन सेन्टर भन्ने ठाउँमा जाने भाषा अध्ययन गर्ने कार्य गरिन्छ। मा कोनोमी एजुकेसन सेन्टरमा दे कोनोमी एजुकेसन दे नियमको बेनिफिसिमास त्यो कन्सल्टेन्सीबाट मा चाहिँ अध्ययन गरिरहेको छु। के अध्ययन गरिरहेको छु त नियमको जातीय भाषा अध्ययन गरिरहेको छु। र अर्को छ एकिदे सिम्बुनो खाइमास्का स्टेसनबाट अखबार अथवा पत्रिका किनेको थिएँ। के भयो एकी भनेको ठाउँ भयो प्लेस भयो प्लेस नाउन प्लेस अनि देपाटीको आयो बाटो भयो अनि त के भयो यो सिम्बुको खाइमास्का के भयो त पत्रिका किने एकीबाट एकीदे सिम्बुनो खाइमास्का किनेको थिएँ। बुझ्नु भएको छ? यहाँ अखबार किन्ने कार्य स्टेसनमा भएको छ। कहाँ भएको छ त कार्य किन्ने कार्य चाहिँ कहाँ भएको छ त स्टेसनमा भएको छ। त्यही भएर स्टेसन दे भयो पार्टिकल देको प्रयोग गरिएको छ र किनिएको छ। भन्नुभयो कार्य भएको ठाउँ कहाँ त एकी दे। अर्को रहेको छ भर्बको मास्यो भर्बको औँ मास्यो भन्नाले औँ भन्ने आउँछ। औँ अरूलाई सबैलाई यसो गरौँ भनेर आह्वान अपिल गर्नुपर्दा ईश्वरको प्रयोग गरिन्छ। यो स्वरूपको निर्माणका लागि भर्ब मासलाई मात्र हटाएर मास्यो। साथीहरू यो भर्बको मासलाई हटाउनु यो मासलाई हटाएर के गर्ने त मास्यो मात्र जोड्ने त्यसलाई हटाउने भर्ब जस्तो भयो। अगाडि भर्ब जस्तो भयो मासलाई हटाएर मास्यो जोड्ने के छ त निर्माणले भएको मासलाई मात्र हटाएर मास्यो थपिदिए पुग्छ। जस्तै उदाहरणलाई चोत्रो यासुमी मास्यो यासुमी मासको के भयो त
यासुमी मासको मासलाई हट्यो, मास हट्यो यासुमी मासको र यासुमी मास एकैछिन आराम गरौँ, चुत्तो एकैछिन आराम गरौँ। बुझ्नुभयो? यासुमी मासको मास पछाडिको मासलाई हटाएर मास्यो थप्दाखेरि के भयो त मास्यो भयो। यासुमी मास एकैछिन आराम गऱ्यो। अर्को छ इस्यौनी गुवानो ताबे मास्यो, सँगै खाना खाउँ। ताबे मासको साथीहरू यो ताबे मासको के भयो त यो मासलाई काटियो र के भयो खान्छु थियो, यता आएर के भयो खाउँ भयो, यता आएर मास्यो मान्छे भएपछि के भयो खाउँ भयो। बुझ्नुभयो? ताबे मास थियो, इस्यौनी गुवानो ताबे मास स्यो भनेको छ। ताबे मासको भयो, मासमा थियो, पछाडिको मासलाई हटाइयो, यता मास हटाएर मास्यो थप्यो र के भयो ताबे मास्यो भयो। खान्छु थियो खाउँ भयो। बुझ्नुभयो? इस्यौनी गुवानो ताबे मास्यो, सँगै खाना खाउँ। नोटमा लेखिएको छ यो शब्दको प्रयोग गरी भएको मासिकाको सकारात्मक पोजिटिभ उत्तर दिन पनि यो प्रयोग गरिन्छ भनेको छ। जस्तै भएको मासिन होइन र जब कसैलाई केही गर्न आमन्त्रणा गर्नु पर्दा यो शब्दको प्रयोग गरिन्छ। जस्तै इस्यौनी हिरुगानो ताबे मासिनका, इस्यौनी हिरुगानो ताबे मासिनका, सँगै दिउँसो खाना खाने होइन र यी देश नै ठिक छ। ताबे मास्यो खाउँ, यहाँ के हो ताबे मासेन, ताबे मासको के भयो ताबे मासेनका के भयो प्रश्न भयो, के भयो प्रश्न। जस्तै यहाँ भनेको छ इस्यौनी हिरुगानो ताबे मासेनका, मासेनको सकारात्मक पोजिटिभ, ताबे मासेन भएपछि नेगेटिभ हुन्थ्यो, ताबे मासेनका पोजिटिभ, ताबे मासेनका खाने होइन र प्रश्न गर्नु पर्दाखेरि ताबे मासको के भयो त पछाडि मासेनका भएपछि खाने होइन भन्ने भयो। किनकि इस्यौनी हिरुगानो ताबे मासेनका यी देश नै ठिक छ भइहाल्छ नि, ताबे मास्यो खाउँ भनेर भन्न सकिन्छ। र लेसन 6 अन्तर्गत पढ्नुपर्ने हामी धेरै पढेनौँ, थोरै पढ्यौँ। एउटा बुझ्नुभयो, एउटा हाम्रो अन्तिममा पढेको एउटा मास्यो, मासलाई भएको मासलाई हटाउने, यसको साथमा के गरिन्छ मास्यो, यसको साथमा मास्यो थप्ने। अर्को मासिनका, नानी मासिनका गर्ने र सँगै जाने र इस्यो इकिमासेनका ताबे मासेनका, निवासेनका धेरै होइन र यसरी थुप्रै बनाउन सक्छौँ। यो के भन्छ मासेनका र मास्योका, इस्यो इकिमास्योका पनि भयो। यहाँ के भयो अब जस्तै अगाडि इकिमास्योका अनि प्रश्न आउन सक्यो। इकिमास्यो नलागेन काम गरेर इकिमास्यो जाउँ खाउँ, मिमास्यो हेरौँ भन्ने, खाइमास्यो किनौँ, हारिमास्यो लेखौँ जस्ता थुप्रै इक्जाम्पलहरू तपाईँले बनाउन सक्नुहुनेछ। आज पढेको दुईवटा यो मासको मासिनका, अर्को मास्यो, यो बुझ्नुभयो होला। अर्को रहेको थियो दे, कुनै ठाउँमा कुनै कार्य हुन्छ भने त्यो ठाउँ कहाँबाट भयो, ठाउँलाई जाँदा चाहिँ देको प्रयोग गरिन्छ। यहाँ जस्तै एकिँदै छिमेरो खाइमासिता भनेको थियो, एकीबाट चाहिँ पत्रिका किने भनेर भनेको थियो। देपाती गर्दै माबाट भन्ने जनाउँछ भनेर हामीले अस्तिको पहिलाको भिडियोमा पनि पढेको थियो। र अर्को रहेको छ नाना नानी, नानीको तालिमा छ के गर्नु के खानु पर्यो, नानी भनेको के र अर्को रहेको छ नानी भनेको के र अर्को रहेको छ नाम, कोहीको नाम त्यसका कोही के हो भनेर बोल्न सकिन्छ। अर्को रहेको थियो हामीले पढेको सिमास, नाउन ओ अनि सिमास गर्छु खेल्छु, ओ चाहिँ जहिले पनि के हुन्छ त सहायक हुन्छ भनेर पढाएको थियो हामीले। अर्को नानी हो सिमासका भन्ने प्रश्न गर्दाखेरि पढ्नु पर्ने।
थियो अर्को रहेछ ट्रान्जिटिभ भयो भनेको नाउन ओ पार्टिकलको जहिले पनि के हुन्छ त साइलेन्टमा रहन्छ नेपाली भाषामा लाई भन्ने अर्थ बोकिरहेको हुन्छ तर यहाँ चाहिँ के हुन्छ त साइलेन्टमा रहेको हुन्छ र लेसन 6 अन्तर्गत पढ्नुपर्ने यति नै 4वटा 5वटा कुराहरू हो र आजको लागि भिडियो यति नै र यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भने नभुल्नु होला आज बिहिबार भोलि शुक्रबार पनि हामी लेसन 6 को भिडियो लिएर आउँछौँ र हाम्रो शनिबार र आइतबार चाहिँ हाम्रो बिदा हुने भएकाले कुनै पनि भिडियो अपलोड हुँदैन। हस्त धन्यवाद।